के डोरीमा पल्छ लु त मुख पनि कत्रो रहेछ अलिकति मात्रै अड्केको रहेछ यो चाहिँ हाम्रो सेकेन्ड क्याच हो है माछा परेको छ एकछिन है त यता आउनु त कहाँ छ देख्नुभयो खोलामा माछा परेको छ होइन दुईटा भइसक्यो हाम्रो वरिष्ठ दाइहरूले पारेको हो यो चाहिँ खास उहाँ हजुरले छोड्ने प्रब्लम रिलिज म यतै कारमा जाउँ कि जस्तो लाग्दैछ अटो मेकानिकको एक्सपिरियन्स हुँदा हुन्छ होला नि त 2 वर्ष गरेछ अनि गाडीमा काम गर्नुभएको डिलरमा राम्रै ठिकै हुन्छ अटो मेकानिकमा चाहिँ अब कालै भएर साह्रै एक्सपिरियन्स स्ट्रङ हुनुपर्छ क्या मान्छे नि फ्ल्याट रेटमा गर्दाखेरि मैले पनि गरेको नि त मैले ग्रेजुएट अटो सबै गरेको अटोमोटिभ कुन पढेको यो माछा चाहिँ होइन हामीले अब दामी छ होइन अलिक सानो साइजको भएर खालिदिएको है पक्रियो क्याजन रिलिज कति राम्रो छ गइहाल्यो नि माया जिन्दगी हाम्रो पनि सवार्दै फेरि अर्को पर्यो परेको यहाँ निकाल्न भ्याएको छैन यता परिरहेछ यो गँदेउला माछा खाने माछा त नि पटक गर्दैछ यिनीहरू यो निकालिहाल्नु नि त्यही त भित्रै ल्याउँछु पोकेर ओहो ठुलो कुरा यो खालको पनि हुन्छ नयाँलाई राखौँ है त फेरि अर्को पर्यो आज माछा परेकै हामी हेरेकै कराउँदैछ प्वाक गर्दै माछा परे हामी हेरे एकछिन है आयो त्यो